अब त्यो गार्डन भन्नेको नाम पनि नलिएर चाहिँ अब त्योतिर गइयो। खास चाहिँ रमाइलो लागिन। त्यहाँ चाहिँ झन्नै उत्तानो पारेर आज गएको थिएँ। त्यही भएर चाहिँ अब यता इमरेस मलतिर घुमघामको लागि आइयो। हल्का रमाइलो पनि भयो। बरु यतातिर चाहिँ यसो रहेछ रमाइलो होइन भाइ? कस्तो लाग्यो त? खासै उचित लागेन यार। उतातिर गइयो जहाँ गइएको थियो आज इमरेस मलतिर आएर चाहिँ बरु इन्जोय भयो। यस्तो रमाइलो रहेछ यहाँ खानेपिनेकै चाहिँ सिन। जहाँ चाहिँ आज त्यो मेडिकल गार्डन हो कि त्यो मेडिकल गार्डन हो। मेडिकलतिर त झन्नै उतै मेडिकलै बनाएर राखिदियो। त्यहाँ खास उचित भएन। त्यही भएर चाहिँ यसो यता इमरेस मलतिर आएर साथीभाइसँग बस्छु बरु हल्का रमाइलो नि भयो। यही रहेछ रमाइलो भनेर चाहिँ मनोरञ्जन गरौँ यतातिर। अब रुमतिर फर्किनेको तयारी छ। पछाडि दाजु चाहिँ हिँडिरहनु भएको छ लखरेक लखरेक। पछाडि हाम्रो कमरा साउ मेरो साथी चाहिँ हुनुहुन्छ। अगाडि मेरो भाइ हिँडिरहनु भएको छ अगाडि पछाडि। अब कसका के हुन् भन्ने कुरा खै सबैको सार्वजनिक नगरौँ। त्यही त हो जिन्दगानीमा माछा पानीमा। हिँडिरहेको छ ए सर्र पारेर। यही त रहेछ जिन्दगानीमा।